नमस्ते सबैलाई। नेपालको सुन्दरताको कुरा गर्दा पोखराको नाम नलिई सुखै छैन। तर धेरैलाई लाग्छ पोखरा घुम्न धेरै पैसा चाहिन्छ। के यो साँचो हो त? आज म तपाईलाई देखाउँदैछु कसरी तपाईले मात्र 5000 रुपैयाँमा पोखराको 2 दिने अविस्मरणीय यात्रा गर्न सक्नुहुन्छ। हो, तपाईले ठीक सुन्नुभयो। यो भिडियोमा म तपाईलाई सस्तोमा पोखरा पुग्ने, बस्ने, खाने र घुम्ने सबै तरिकाहरू बताउने छु। यदि तपाईं बजेटमा यात्रा गर्न मन पराउनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। आउनुहोस् सुरु गरौँ। ल, अब लागौँ सिधै आजको मुख्य प्रश्नमा। के जम्मा जम्मी 5000 रुपैयाँमा 2 दिन पोखरा घुम्न सकिएला? त्यो पनि मजाले। सुन्न त अलि च्यालेन्ज जस्तै लाग्छ है? र जवाफ हो यस, बिल्कुल सम्भव छ। आज हामी एउटा यस्तो पूरा योजना बनाउँछौँ जहाँ कसरी सस्तोमा पोखरा पुग्ने, कहाँ बस्ने, के खाने र कहाँ घुम्ने सबै कुरा सामेल हुनेछ। खास गरी विद्यार्थी वा बजेटमा घुम्न चाहनेहरूका लागि त यो एकदमै काम लाग्नेछ। ल, हाम्रो आजको यात्रा यस्तो हुनेछ। हामी 5000 रुपैयाँको चुनौतीबाट सुरु गर्छौँ। त्यसपछि यातायात र बस्ने ठाउँको कुरा गर्छौँ अनि खानकिन र घुमघामको योजना बनाउँछौँ। बजेटको वास्तविकतालाई हेरेर एउटा अन्तिम योजना तयार पारिनेछ। ल, सुरु गरौँ है त। कुनै पनि यात्राको बजेट मिलाउनु छ भने सबैभन्दा सजिलो तरिका हो त्यसलाई टुक्रा टुक्रा पार्ने। पोखराको हकमा हाम्रो खर्च मुख्य 4 ठाउँमा जान्छ: आउने जाने खर्च, बस्ने खर्च, खाने खर्च अनि घुम्ने खर्च। ल, अब सबैभन्दा धेरै पैसा खाने 2वटा कुरामा ध्यान दिउँ: आउने जाने र बस्ने। यी 2टा कुरा मिलाउन सक्यो भने आधा बजेट त त्यहीँ बच्छ। काठमाडौँबाट पोखरा जानलाई बस नै सबभन्दा सजिलो विकल्प हो। अब यहाँ 2टा रोजाइ छन्। पर्यटक बस, जुन अलि महँगो पर्छ तर आरामदायी हुन्छ र सिधै लेक साइड नजिकै ओह्राल्दिन्छ। अर्को छ स्थानीय बस। यो चाहिँ निकै सस्तो पर्छ, तर हो, यात्रा अलि लामो र थोरै गाह्रो हुन सक्छ। अब बजेट यात्रामा यस्तै त हो, खर्च र आराम बीच एउटा रोज्नुपर्छ। अब बस्ने कुरा गरौँ। पोखराको लेक साइड क्षेत्रमा बजेटमा बस्ने ठाउँहरू थुप्रै छन्। सबैभन्दा सस्तो त होस्टेल नै हो, जहाँ 500 देखि 800 मै डर्म बेड पाइन्छ। अलिकति गोपनीयता चाहियो भने बजेट होटल वा गेस्ट हाउसहरूमा 1000-1500 मा कोठा पाइन्छ। अनि साथीसँग यात्रा गर्दा त झन् सजिलो, कोठाको पैसा आधा आधा गर्न मिलिहाल्यो। ल, अब यात्राको सबैभन्दा रमाइलो पाटोतिर लागौँ, जहाँ सही छनौटले पैसा पनि बचाउँछ अनि स्थानीय अनुभव पनि दिलाउँछ। कुरा गर्दैछु म खानपिन र घुमघामको। पोखरामा महँगा रेस्टुरेन्टको सट्टा स्थानीय भोजनालयतिर लाग्यो भने नि पैसा मजाले बच्छ। एकछिन सोचौँ त, लगभग 700 रुपैयाँमा एक दिनको मिठो र पेटभरि खाना। बिहान चिया रोटी, दिउँसो दाल भात अनि बेलुका मोमो वा चाउमिन। यसले पैसा मात्रै बचाउँदैन, पोखराको असली स्वाद पनि चखाउँछ। पोखराको असली सुन्दरता त यसको प्रकृतिमा छ। र खुसीको कुरा, धेरैजसो ठाउँहरू कि त निःशुल्क छन् कि त एकदमै कम पैसा लाग्छ। पहिलो दिन फेवातालको किनारमा टहल्ने, डेभिज फल र गुप्तेश्वर गुफा घुम्ने अनि शान्ति स्तूपसम्म हाइकिङ गर्ने। दोस्रो दिन सारङ्गोटबाट सूर्योदय हेर्ने र बेगनास तालको शान्त वातावरणमा आराम गर्ने। कस्तो राम्रो योजना! अब 2 दिन घुम्दा लाग्ने सानसाना प्रवेश शुल्क र स्थानीय बस भाडाको लागि जम्मा 500 रुपैयाँ छुट्याए पुग्छ। यसले देखाउँछ कि पोखराको सुन्दरताको मजा लिनलाई ठूलो पैसा चाहिने रहेनछ। ल, अहिलेसम्म हामीले जे योजना बनायौँ त्यसको एकचोटि हिसाब किताब गरेर हेरौँ न त। के हाम्रो 5000 को लक्ष्य भेटिन्छ होला? ल, मानिलियौँ हामीले अलि आरामदायी विकल्पहरू रोज्यौँ, जस्तै पर्यटक बस र एउटा निजी बजेट होटलको कोठा। यसो गर्दा हाम्रो हिसाब कस्तो देखिन्छ त? जम्मा खर्च 5700 रुपैयाँ। ओहो, हिसाब त गडबड भयो। हाम्रो बजेट 5000, खर्च देखियो 5700। 700 रुपैयाँले बढी। बजेट यात्रामा यस्तो भइरहन्छ, तर आत्तिनु पर्दैन, यसको समाधान छ। ल, अब त्यो बढी भएको खर्चलाई कसरी मिलाउने त? केही चलाक सुझावहरू छन् जसले हाम्रो खर्चलाई सजिलै बजेटभित्र ल्याइदिन्छ। यहाँ केही महत्त्वपूर्ण सुझावहरू छन्। सबैभन्दा ठुलो बचत र सजिलो पनि स्थानीय बस रोज्दा हुन्छ। त्यसपछि होस्टेलमा बस्ने अनि महँगो रेस्टुरेन्टको सट्टा स्थानीय खाजा घरमा खाने र ट्याक्सीको सट्टा हिँड्ने वा सार्वजनिक यातायात प्रयोग गर्दा खर्च उल्लेख्य रूपमा घट्छ। ल,
अब ती सुझावहरूलाई लागू गरेपछिको अन्तिम बजेट हेरौँ। स्थानीय बस रोज्दा यातायात खर्च 1500 र होस्टेलमा बस्दा बस्ने खर्च 1400 हुन आउँछ। अब जम्मा खर्च कति भयो? 4800 रुपियाँ। हाम्रो 5000 को लक्ष्यभन्दा 200 रुपियाँ कम। ल देखियो त, ससाना चलाक छनोटले कति ठुलो फरक पार्छ। ल अब हामी लगभग अन्त्यमा आइपुग्यौँ। यो सबै योजनाबाट मुख्य सिकाइ के हो त, त्यो हेरौँ। अन्तमा यो योजनाले सिकाउने सबैभन्दा महत्त्वपूर्ण कुरा सायद यही हो। यात्रा गर्नलाई मुठीभरि पैसा होइन, एउटा राम्रो योजना र घुम्ने जोस चाहिने रहेछ। अब बजेटमा पोखरा घुमेको अनुभव कसैको छ भने आफ्नो सबैभन्दा उत्तम सुझाव तल कमेन्टमा सेयर गर्नुहोला है, अरूलाई पनि मद्दत हुन्छ। अर्को पटक फेरि भेटौँला। नमस्ते।